मलाई सुख चाहिँदैन, सुख भने छोटो हुन्छ, मेटोरीको माया जस्तै शङ्कालु र खोटो। मलाई रचना गर्नु चाहिँ त यो अनि म यो दिलको कुरामा आउँछु। त्यसपछि मैले अर्को लेखेँ, मैले बुझेको प्रेम चाहिँ के छ भने, आज केटाकेटीलाई म बुझाउन चाहन्छु, मैले बुझेको प्रेम चाहिँ फरक छ। एउटा केटा मान्छे र एउटा केटी मान्छे भेट हुने भनेको त्यो, अथवा कसैसँग कसैलाई प्रेम गर्नु भनेको चाहिँ त्यो बिहे गर्नु चाहिँ होइन। शारीरिक सुख र बिहे अलग कुरा हो, अन्तर हृदयबाट हुने त्यो प्रेम चाहिँ अलग कुरा हो। खाँटी प्रेम गर्ने मान्छेले नि एकहोरो टाढाबाट माया गरिरहन्छ। सूर्यलाई प्रेम गरेर बिहान बिहान पानी चढायो भने सूर्यलाई भेट्न गएको छौँ, सूर्यले थ्याङ्क यू भन्छ र हामीले ईश्वरलाई पूजा गरेर पनि ईश्वरले आएर कहिले थ्याङ्क यू भनेको छैन। म चाहिँ रियल मन पराएको मान्छे चाहिँ, आफूले मन पराएको चाहिँ टाढै होस्, सुखी होस्, टक्क बसोस् भन्ने लाग्छ। रामकृष्णले पहिला त्यो मलाई सुख चाहिँदैन पछि अरू गाउनुभयो, तिमी जुन हो आकाशमै बखेर, जगमगाउने तारा छोडी भुइँमा नजर, तिमीलाई सुहाउन मेरो संसार। होइन, मैले कसैलाई मन पराउनु भनेको उसलाई मेरो घरमा ल्याएर जबरजस्ती ल्याएर दुःख दिनु हो र, ऊ जहाँ सुखी छ त्यही सुखी हो, ऊ सुखी भए हेरेर आनन्द होइन। अनि